नमस्ते। गत भदौ 23 र 24 गते जुन नेपालमा जेनजी विद्रोह भयो, जो पवित्र मागहरू लिएर युवा साथीहरू जेनजी साथीहरू आउनु भएको थियो। देशमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ, विदेश जाने जुन लहर छ त्यसलाई नेपालमै रोकिनुपर्छ, यही रोजगारीको व्यवस्था गरिनुपर्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जो प्रत्यक्ष जनताबाट निर्वाचित हुनुपर्छ लगायतका मागहरू राखेर उहाँहरू आन्दोलनमा आउनु भएको थियो। उहाँहरूका माग सहज र सही पनि थिए, तर जेनजीका प्रतिनिधिहरू नै भन्दै हुनुहुन्छ कि यो घुसपैठ भयो, आन्दोलनमा घुसपैठ भएर त्यत्रा 78 जना मारिए, भर्खरका भरभराउँदा युवाहरूलाई टाउकामा छातीमा ताकी गोली हानियो हैन। 78 जनाको मृत्यु भयो। यो सानोतिनो घटना होइन। बुवा आमा जसको अभिभावक हुनुहुन्छ, त्यो मृतकका अभिभावक उहाँहरूलाई कस्तो भयो होला, घाइतेहरू अहिले पनि अस्पतालको बेडमा हुनुहुन्छ हैन। यस्तो अवस्थाबाट एउटा अन्तरिम सरकार बनेको छ, तर यहाँ घुसपैठ कसरी भएछ यो सानोतिनो यो कुनै एउटा सामान्य विषय छैन। यहाँ चाहिँ शक्ति केन्द्रहरूको थलो बन्दैछ नेपालको एउटा भूबनोट पनि हेर्दाखेरि एकातिर भारत एकातिर चाइना, जो विश्वको उदयमान राष्ट्रको रूपमा शक्तिशाली बन्दै आएका छन्। जनसङ्ख्याको हिसाबले हेर्नुहुन्छ कि तपाईको चाहिने यो आर्थिक वृद्धि दर र प्रविधिमा जुन फड्को मारिरहेका छन् यी दुई देश एसियाका उदाउँदा शक्ति चाइना र भारत, यिनलाई घेराउ गर्नको लागि नेपाल मात्रै होइन, गत साल बङ्गलादेश, श्रीलङ्का लगायतका देशहरूमा पनि यस्तै विद्रोह बनाइएको थियो। यहाँको राजनीतिलाई तरङ्गित बनाउने, अस्थिर बनाउने र यहाँ खेल्ने त्यो प्रपञ्च भइरहेको पछिल्ला केही परिदृश्यहरूले पनि देखाउँछ। जो म नेपालमा स्थिर राजनीति हुनुपर्छ, नेपाल स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने चाइनाले सधैँ राख्नुको कारण के थियो भन्दा जुन तिब्बतको कुरा छ। अहिले जो दलाई लामा भारतमा निर्वासित रूपमा बसिरहेका छन्, उनले अहिले पनि त्यो अभियानहरू चलाइरहेका छन् हैन, दलाई लामाले। अनि नेपालमा अहिले जुन प्रधानमन्त्री अन्तरिम सरकारको प्रधानमन्त्री बन्नुभयो, उहाँलाई पहिलो बधाई दिने पहिलो पटक हो रे नेपालमा, पहिलो पटक उहाँले बधाई दिनुभयो, दलाई लामाले बधाई दिनुभयो। सँगै केही गतिविधिहरू अहिले फुटेज भिडियोहरूमा आइरहेका छन्। टिओभी नामक एउटा टी सर्ट लेखिएको र त्यो विद्रोहमा देखिएका केही युवाहरू पिस्तोल समातेको हैन, त्यस्तो दृश्यहरू देखिएका छन्। एकजना हिजो मात्रै पक्राउ परेका छन्। त्यसको अर्थ टिओभी को अर्थ के हुँदो रहेछ भने तिब्बतियन ओरिजिनल ब्लड, अर्थात् तिब्बती मूलको रगत भन्ने हुँदो रहेछ। जुन चाइनाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ भनेर सधैँ सम्झौता, तपाई यसो बुझ्नुस्। नेपालबाट जुनसुकै प्रधानमन्त्री पनि चाइना जाँदा, चाइनाबाट उच्च स्तरको भ्रमण नेपालमा हुँदा, त्यहाँ चाहिँ सम्झौता, जहिले पनि सम्झौता भयो भने त्यहाँ एउटा बुँदा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, एकअर्काले देशको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्ने सिद्धान्त रहनेछ भन्ने लेखिएको हुन्थ्यो। त्यो कारण के हो भने नेपालमा स्थिर सरकार भयो भने यहाँ जुन फेरि तिब्बतसँग सम्बन्धित गतिविधि हुन पाउँदैनन् भन्ने चाइनाको अपेक्षा थियो, तर यहाँ सधैँ अस्थिर बनाइराखियो। एउटा तपाईको 2074 सालमा नेकपा नामक एउटा पार्टी बनाएर माओवादी र एमाले निर्वाचन लडे, पूर्ण बहुमत करिब 2/3 नजिक पुगे, तर 3 वर्ष नपुग्दै त्यो संसद विघटनदेखि आन्दोलन धेरै भयो। यहाँ स्थिर सरकार पश्चिमाहरूले हुन दिन्नन्। दोस्रो, अहिले पनि दुईवटा ठुला दल मिले स्थिर थियो। अहिले हाम्रो बहस के हुनु पर्थ्यो, कहाँ पुल बनेन, कहाँ बाटो पुगेन, कहाँ रोजगारीको अवसर सिर्जना गर्नु छ, कहाँ कृषि क्रान्ति गर्नु छ, उत्पादन कसरी बढाउने, यस्ता कुन कानुन आवश्यक छ समाजलाई, संसदमा त्यो वफादार छलफल भइरहनु पर्ने बेलामा थियो नि। तर के भयो, अहिले कुन सरकार हो, कहाँ कसले खेलिरहेको छ, यस्ता अस्थिरता सिर्जना भयो नि त। यो अस्थिरतामा खेलिँदैछ। त्यो जुन सुदन गुरुङ भन्ने
जो जेएनजीको प्रतिनिधि भएर कहिले शीतल निवास गए, कहिले जङ्गी अड्डा, सेनाको जङ्गी अड्डा गए, सरकार निर्माणमा महत्त्वपूर्ण भूमिका खेले नि, उनको त्यो हामी नेपाल भन्ने एउटा संस्था रहेछ। त्यो संस्था र स्टुडेन्ट अफ फ्री तिब्बत भन्ने एउटा संस्था रहेछ, त्योसँग सहकारी रहेछ। अब भन्नुस् यहाँ के हुँदैछ? नेपाल एकदम संवेदनशील ठाउँमा, यो हाम्रो बनोट नै त्यस्तै छ, चारैतिर भारत र चाइनाले घेरिएको छ। यहाँ एकदम उपयुक्त हुन्छ भनेर नै पश्चिमाहरूले चाइना जुन गतिमा अगाडि बढिरहेको छ, भारत जुन गतिमा अगाडि बढिरहेको छ, तिनलाई तहस नहस बनाउन, तिनलाई कमजोर बनाउनको लागि नेपालबाट फेरि तिब्बत अभियान सञ्चालन गर्ने, चाइनालाई त्यहाँ कमजोर बनाउने, भारतमा पनि एक खालको अस्थिरता कायम गराउने यो पश्चिमाहरूको चाल हो भन्ने मलाई लाग्छ। यो गतिविधिहरू पनि पछिल्ला त्यही देखिरहेका छन्। जुन त्यो आन्दोलनमा देखिएका टिओबी लेखिएका, अर्थात् तिब्बतियन ओरिजिनल ब्लड, तिब्बती मूलको रगत भनेर लेखिएको त्यो, त्यसको अर्थ हुँदो रहेछ त्यो लेखिएका युवाहरू, ट्याटु हानेका युवाहरू, जसले चाहिँ हाम्रो देश फिर्ताले भनेर पनि नारा लगाएको त्यो भिडियो फुटेजमा देख्न सकिन्छ। यहाँ चाहिँ पश्चिमाहरूले उकासिसकेको अवस्था छ। यो यसै साम्य हुनेवाला छैन। जस्तो तपाईँलाई यो युरोप तिर जुन युद्ध बनाइरहेको थियो पश्चिमाहरूले, त्यहाँ चाहिँ त्यो अन्त्य गर्दैछ युद्ध। किन गर्दैछ भने त्यहाँको युद्धलाई समाप्त गरेर त्यो युद्ध एसियातिर सारिँदैछ। त्यसको उपयुक्त ठाउँ नेपाल पनि हुन सक्छ, सचेत हुन आवश्यक छ। बङ्गलादेशमा भएको त्यही हो, श्रीलङ्कामा भएको त्यही हो, नेपालमा पनि भएको त्यही हो। जेएनजी साथीहरू पवित्र माग लिएर जानुभयो, तर त्यसमा घुसपैठ गरेर यसलाई अर्कोतिर लगिँदैछ। र रह्यो अर्को कुरा, नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छ र हुनुपर्छ। भारत चीनसँग दुवै देशसँग समान आफ्नो ब्यालेन्समा राख्नुपर्छ, नत्र नेपालमा एकदमै गम्भीर अवस्था आउन सक्छ। अहिले जुन यो आन्दोलनहरू भइरहेछ यो यसै सिद्धिनेवाला छन्। अझै यहाँ चाहिँ के हुँदैछ? अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा कुरा सुन्नुभयो नि, अफगानिस्तानमा फेरि सेना ल्याउँछौँ, अमेरिकी सेना भनेर जुन उनले भनिरहेका छन्। एसिया केन्द्रित हुँदैछ। अब पश्चिमा देशहरूको जुन यहाँ एसियामा त स्रोत साधनहरू अझै पर्याप्त छ, उतातिर त रित्याइसक्यो। त्यसैले यहाँ यस्ता अस्थिर, यस्ता आन्दोलन, विद्रोह, द्वन्द्व बनाएर यहाँको स्रोत साधन पनि लैजाने र चाइना, भारत लगायत जो विश्वका उदयमानको रूपमा आइरहेका छन् उनीहरूलाई चाहिँ कमजोर बनाउने रणनीति अन्तर्गत यो पर्छ भन्ने मलाई लाग्छ। नत्र नेपालमा फेरि तिब्बतको विषय कसरी उठ्यो? नेपाल त एक चीन नीतिप्रति प्रतिबद्ध छ। हामी सबै सचेत बनौँ। यो विषयमा सरकार अझ संवेदनशील हुन जरुरी छ। सरकारमा भएका मन्त्रीहरूदेखि प्रधानमन्त्रीसम्म अहिले जुन हुनुहुन्छ उहाँहरूलाई पनि विभिन्न आरोपहरू लागिरहेको छ। यी आरोपहरू चिर्नुपर्छ, समयमै निर्वाचन गरेर यो अवस्थालाई साम्य बनाउनतर्फ लाग्नुपर्छ। नत्र यहाँ चाहिने एकदमै संवेदनशील अवस्थामा हामी उभिरहेका छौँ। यहाँ अहिले यो पछिल्ला गतिविधि खुल्दै गइरहेका छन्, अझ कति खुल्छ। यहाँ अस्ति भएको आन्दोलनमा घुसपैठ फरक ढङ्गले भइरहेको छ। विश्वको शक्ति केन्द्रहरू यहाँ केन्द्रित हुँदैछन्। हाम्रो शान्त मुलुकलाई अशान्त बनाएर जनतालाई दुःख दिएर भए नभएका यहाँ समस्याहरू निम्तिँदैछ। साथीहरू, अब यो सचेत हुने बेला आएको छ।